माधव नेपालले 15 वर्ष पार्टी प्रमुख भएर चलाए, प्रधानमन्त्री भएर चलाए। अनि भन्छन् मलाई खोइ मेरो के भयो त, मैले के पाएँ। अहिले समीकरणमा हुनुहुन्छ, त्यो पनि यहाँ ख्याल गर्नुपर्ने छ। फेरि मैले झर्ने जाने बिर्सिएछु। खैर, जल्लाजी पनि 13 वर्ष पार्टी प्रमुख हुनुभयो, प्रधानमन्त्री हुनुभयो। अनि त्यसपछि मलाई खोइ त भन्नु, मेरो के त, खोइ मलाई अर्को प्रधानमन्त्री हुने। अनि अर्को हाम्रो पार्टीमा एउटा गलत चलन हामीले चलायौँ, बाध्य भयो। पूर्व पार्टी प्रमुख स्वतः वरिष्ठ नेता हुन्छ र अध्यक्षकै छेउमा बस्छ, दोस्रो नेता, दोस्रो वरियता, अनि झन्झट दिन्छ। म तपाईँहरूलाई अहिले भन्न चाहन्छु, म अध्यक्ष छोडेपछि अध्यक्षको छेउमा बसेर यो पनि चाहियो, त्यो पनि चाहियो, त्यो पनि चाहियो गर्दिनँ। मागेको सहयोग दिने हो। मेरो हैसियत के भनेर त्यहाँ लफडा गर्न जाने होइन। मैले छोडेपछि, मैले सकिन्जेल मैले काम गर्छु, सक्न छोडेपछि अर्कालाई अध्यक्ष दिएपछि